आफ्नी पत्नीको वियोगमा 22 वर्ष लगाएर सिङ्गो पहाड नै फोडिदिने दशरथ माझीको कथा। सन् 1934 बिहारको गया जिल्लाको एउटा पिछडिएको गाउँ गेहलाउरमा जन्मिएका दशरथ माझी। उनी तत्कालीन समाजको दलित अल्पसंख्यक जातिमा पर्थे। गाउँमा मुखियाको राज, दोकान, स्कुल केही थिएन। पानीको लागि घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता, ससाना आवश्यकता पूरा गर्न गाउँवासीलाई धौधौ पर्थ्यो। कारण गाउँको आवश्यकता र बजारको बीच बाधा बनेर खडा भएको थियो एउटा विशाल चट्टानी पहाड। पहाडको किनारा हुँदै 70 किलोमिटरको यात्रा गरेपछि बल्ल बजार आउँथ्यो। मानौ यो गाउँलाई पहाडले श्वास फेर्न पनि रोकिरहेको होस्। दशरथ माझीको बाल्यकाल साह्रै पीडादायी बन्यो। बिहारमा त्यो समय बालविवाह प्रतिबन्ध थियो, तर माझीको विवाह सानै उमेरमा भएको थियो, गाउँकै फाल्गुनी देवीसँग। उनले आफ्नी पत्नीलाई फल्गुनिया भनेर बोलाउँथे। दशरथ माझीको घरको आर्थिक अवस्था यति दयनीय थियो कि भोक र गरिबीबाट छुटकारा पाउन उनी बाल्यकालमै घरबाट भागेर हिँडे। 7 वर्षसम्म झारखण्डको एक कोइला खानीमा काम गरे र पछि आफ्नै गाउँ फर्किए। माझी गाउँ फर्किएपछि उनी फाल्गुनीलाई लिन उनको घर गए, तर फाल्गुनीका बाबुले छोरीलाई दशरथसँग पठाउन सोझै अस्वीकार गरिदिए, किनकि माझीसँग न त कुनै रोजगारी थियो न त खेतीपाती नै। आफूले बालापनमै विवाह गरेकी पत्नी उनकी प्रेमिकासँग छुट्टिएर बस्न उनी कहाँ मान्थे र। उनले आफ्नी पत्नीलाई आफूसँगै लिएर भागे र नजिकैको गाउँमा गएर बस्न थाले। समय बित्दै गयो, उनीहरूको एउटा छोरा पनि जन्मियो। माझी परिवार अर्काको खेतमा काम गरेर गुजारा चलाउन थाल्यो। परिवार गरिबीमा पनि हाँसी खुसी बाँचिरहेको थियो। सन् 1959 त्यो एक दिन खेतमा काम गर्दै गरेका दशरथका लागि खानापानी पुर्याउन भनी उनकी पत्नी फाल्गुनी त्यही चट्टानी पहाडको बाटो हुँदै जाँदै थिइन्। अचानक फाल्गुनीको खुट्टा चिप्लिएर पहाडबाट झरिन्। उनको शरीरमा गहिरो चोट लाग्यो। फाल्गुनी भिरबाट लडेको कुरा माझीले एक गाउँले मार्फत थाहा पाउँछन्। माझी हतारिँदै आफ्नी पत्नी भएको ठाउँमा पुग्छन्। रगतले लतपतिएको शरीर, फाल्गुनीका टिलपिल आँखाले बताइरहेको हुँदो, मलाई बचाऊ, म बाँच्न चाहन्छु। फाल्गुनीले आफ्नो हौसला तोड्दै थिइन्। न गाडी न प्राथमिक उपचार। चट्टानी भिरको बाटो छिचोल्दै अशक्त फाल्गुनीलाई बोकेर 70 किलोमिटर परको अस्पताल पुर्याउँदासम्म निकै अबेर भइसकेको थियो। उनीहरूको खुसीमाथि खै कसको नजर लाग्यो। माझीको आँखै अगाडि उनले आफ्नो अन्तिम श्वास फेरिन्। उपचारको अभावमा आफ्नै आँखा अगाडि आफूले सबैभन्दा माया गरेकी श्रीमतीको मृत्यु। कति वियोगपूर्ण थियो होला त्यो समय। उनलाई दुनियाँ सुनसान जस्तै लाग्न थाल्यो। माझी हरपल उनैलाई सम्झिरहन्थे। फाल्गुनीलाई तत्काल अस्पताल लान सम्भव भएको भए सायद उनी बाँच्थिन्। त्यही पहाड नै दशरथकी प्राण प्यारी श्रीमतीको मृत्युको कारण बन्यो। यो घटनाले दशरथको मुटुमा गहिरो चोट लाग्यो। उनकी पत्नीलाई चटक्कै चुडेर लैजाने त्यो भिरलाई उनले धेरै सरापे, धेरै गाली गरे। तर फाल्गुनीले यो संसार छोडिसकेकी थिइन्। उनी अब कसै गरे पनि फर्किन थिएनन्। माझीले अब मायाले फल्गुनिया भनेर कसलाई बोलाउन्। आफ्नी पत्नीको अन्तिम संस्कार गरिसकेपछि उनले हर एक सरकारी निकायमा अधिकारीहरू सामु हात जोडे। त्यहाँ बाटो बनाइदिन गुहार मागिरहे। उनी चिच्याइरहे, त्यो पहाड फोडेर बाटो बनाइदियो। मेरी श्रीमती जस्तै अरू कसैले त्यहाँबाट लडेर ज्यान गुमाउनु नपरोस्। तर कसैले सुनेन। गाउँलेहरूसँग पनि भने, तर कसैले उनको समर्थनसम्म गरेनन्, बरु उल्टै गाली गरेर फर्काए। अब उनी एक्लैले सरकार, गाउँवासी र प्रकृतिसँग भिड्ने योजना बनाउँछन्। फाल्गुनीको मृत्यु भएको 1 वर्षपछि उनले त्यो पहाड फोड्ने योजना बनाउँछन्। यहीँबाट बदलिन्छ उनको दैनिकी। वृद्ध हुँदै गएको शरीर। फाल्गुनीको मृत्यु अघि अर्को एक सन्तानलाई जन्म दिइसकेकी थिइन् उनले। घरमा ससाना बालबच्चा। बाँच्नु त पर्यो, के खाने, कसरी बाँच्ने, 2 बालबच्चाको हेरचाह कसरी गर्ने, जीविकोपार्जनका लागि खेतमा काम गर्नुपर्ने बाध्यता, अनि मनमा पत्नी वियोग। उनी विचलित हुने धेरै कारण थिए, तर पत्नीप्रतिको अथाह प्रेम र गाउँको दुरावस्थाले उनलाई पछि हट्न दिएन। आँखा अगाडि 307 फुट लामो, 30 फुट चौडा र 25 फुट उचाइ भएको सिङ्गो पहाड। मेसिन र उपकरण बिना चट्टानी पहाडमा सानो पाल पार्न पनि कठिन थियो। आफूसँगै भएका केही घरका सामान बेचेर छेनी र हतौडा किने, जसको सहायताले उनी सिङ्गो पहाड फोड्दै थिए। उनले आफ्नो मन त्यो पहाड जस्तै कठोर बनाएका थिए। उनी अब झन एक्लो भएका थिए। फाल्गुनीको याद र घाइते हुँदाको त्यो वियोग सम्झँदै उनी निरन्तर पहाड फुटाउन लागि परिरहे। बिस्तारै उनले पहाड फोड्दैछन् भन्ने खबर गाउँभरि फैलियो, तर कोही पनि सहयोगका लागि आएनन्। दिन, महिना, वर्ष बित्दै गए। टन्टलापुर घाम, मुसलधारे वर्षामा काम गरेको देखेर गाउँलेले दशरथलाई पागल भन्न थाले। उनीहरू सम्झाउँथे, यो असम्भव छ, छोडिदे, यो बेकारको काम छोडेर केही ढङ्गको काम गर, कमसेकम बालबच्चाको पेट त भरिन्छ।
उनको त्यो सङ्कल्प देखेर मानिस हाँस्थे र भन्थे, 2-4 दिनमा थाकेर फर्किहाल्छ नि। तर उनको इच्छाशक्तिले उनलाई पछि हट्न दिएन। उनी बिहानको सूर्योदयभन्दा पहिला उठ्थे, खेतमा काम गरेर 2 छाक खानाको लागि पैसा जुटाउँथे अनि पहाडका एक चट्टानमा हथौडाले हिर्काउन थाल्थे। एक त थकित शरीर, अजङ्गको पहाड, केही चट्टान त यस्ता पनि थिए जसलाई कुनै छिनी र हथौडाले फोर्न सक्दैन थियो। यस्ता चट्टानलाई तोड्न त्यहाँ केही दाउरा भेला पारेर आगो लगाइदिन्थे अनि त्यही माथि चिसो पानी खनाइदिन्थे। चट्टान एकै हथौडामा चर्किन्थ्यो। सुरुका केही दिन उनलाई निकै सकस भयो। उचाइमा काम गर्दा गर्दा कहिलेकाहीँ आफ्नै खुट्टा चिप्लिन्थ्यो र उनी भिरबाट तल खस्थे। शरीरमा चोट लाग्थ्यो। उनलाई पनि त्यो भिरले लगेको भए उनका बालबच्चा अनाथ हुन्थे। उनको सङ्कल्प अपुरो हुन्थ्यो अनि सायद गाउँका अरू धेरैले उनकी पत्नी जस्तै गरी उपचारको अभावमा ज्यान गुमाउनु पर्थ्यो। तर उनको इच्छाशक्तिले उनलाई थाक्न दिएन। जिन्दगीको सबै खुसी त्यागिदिए। भोकै प्यासै पहाड फोड्दा फोड्दै उनको शरीरभरि चोटै चोट भइसकेको थियो। उनले न दिन भने न रात, न घाम भने न छाया। त्यहाँ न कोही पेट थपथपाउने थिए, न स्याबासी दिने कोही। उल्टो गाउँलेले उनको मजाक उडाउँथे, उनी मुस्कुराउँथे मात्र। केही वर्षपछि त्यस गाउँमा अनिकाल लाग्छ र गाउँवासी आफू बसेको ठाउँ छोडेर जान बाध्य हुन्छन्। माझीका पिताले पनि उनलाई पेच हानेर भन्छन्, यतिका वर्षसम्म त्यो पहाड फोरेर के गरिस्? बरु बालबच्चाको रेखदेख गर्न मसँगै अर्कै ठाउँ हिँड। माझी कहाँ मान्थे र? उनलाई त त्यो विशाल पहाड फुटाएर पहाडको दम्ब तोड्नु थियो। आफ्नी श्रीमतीको मृत्युको एक तरिकाले बदला लिनु थियो। उनी त्यही गाउँमा बसे। भोक र प्यासले प्याक प्याक भएका माझी दूषित पानी र पात पतिङ्गार खाएर जीवन गुजारा गर्न थाले। उनको शरीर सुक्दै थियो, जाँगर हराउँदै थियो, तर उनको सङ्कल्प र दृढतामा कहिल्यै कमी आएन। सन् 1975 भारतमा आपतकालको घोषणा भयो। भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले बिहारको एउटा सभालाई सम्बोधन गर्ने क्रममा माझी पनि त्यही पुगेका रहेछन्। उनले इन्दिरा गान्धीसँग एउटा तस्बिर खिचाए। इन्दिरा गान्धीसँगको माझीको तस्बिर भएका कारण सरकारसँग गाउँको बाटो बनाइदिन पहल गर्ने भन्दै एक व्यक्तिले दशरथ माझीको औँठाको छाप मागे। माझीको मनमा अझै पनि सरकारले त्यो पहाड फोरेर बाटो बनाइदिन सहयोग गर्छ कि भन्ने झिनो आशा थियो। उनले केही नसोची औँठा छाप लगाइदिए। अफसोस, त्यो औँठा छापको दुरुपयोग गरेर ती व्यक्तिले अलिअलि भएको उनको घरजग्गा नै हडपिदिए। उनी एक फेर फेरि टुक्रिए। उनी घरबार विहीन भए। एक रिपोर्टका अनुसार इन्दिरा गान्धीसँग भेटेर उनको गाउँमा बाटो बनाउन उनी बिहारदेखि दिल्लीसम्म पुगेका थिए। आफ्नो र इन्दिरा गान्धीको तस्बिर देखाए, तर पहरेदारले उनलाई त्यहीँबाट धकेलेर पठाइदिए। आफ्नो कुरा राख्नसम्म दिएनन्। उनी निराश हुँदै गाउँ फर्किए र फेरि उही पुरानै दैनिकी दोहोर्याउन लागे। अब उनले पहाड फोर्न थालेको 20 वर्ष कटिसकेको थियो। यतिका समयसम्म त्यो अचल पहाडले पनि दशरथको दृढतासँग हार मान्न थालिसकेको थियो। गाउँवासीले पहाडको आकारमा भएको परिवर्तन पनि महसुस गर्न थालेका थिए। त्यति बेलासम्म उनलाई केही गाउँलेले पनि सहयोग गर्न थालिसकेका थिए। भोकाएका दशरथलाई खाना दान गर्न थालेका थिए। तर अफसोस, त्यहाँका स्थानीय मुखियाले गैर कानुनी ढङ्गले पहाड फुटाएको भन्दै दशरथलाई गिरफ्तार गर्न लगाए। केही समयपछि उनी जेलबाट छुटे र फेरि निरन्तर पहाड फोर्न लागिरहे। समय आयो सन् 1982 को। दशरथले त्यो पहाड फोर्न थालेको 22 वर्ष बितिसकेको थियो। अब पहाडको बीचबाट बाटो बनिसकेको थियो। उनले त्यो सङ्कल्प पूरा गरेका थिए। उनले आफ्नी श्रीमतीलाई दिएको कसम पूरा गरेका थिए, जुन सामान्य मानिसले सोच्न पनि सक्दैन। यतिखेरसम्म उनको शरीर वृद्ध भइसकेको थियो। बालबच्चा ठूला भइसकेका थिए। हिजो पागल भन्ने गाउँलेले अब पत्याउन थालेका थिए अनि 22 वर्ष अगाडि सडक बनाउन अटेर गरेका सरकारी अधिकारीले उनको कामको चर्चा सुन्न थालेका थिए। अब उपचारको अभावमा अर्को कसैले ज्यान जाँदैन भनी आशा पलाएको थियो। उनले एउटा बाटो बनाउन आफ्नो जिन्दगी लगाइदिए। पहाड फुटाइसकेपछि उनको यो खबर यत्रतत्र फैलन थाल्यो। एउटा व्यक्तिले यति ठूलो पहाड फोरेर बाटो कसरी निकाले, सबैका लागि चासोको विषय बन्दै गयो। बिस्तारै उनलाई खोज्ने मानिसको घुइँचो नै लाग्यो। 22 वर्षसम्म केही स्थानीयको सहायताले ठिङ्ग उभिएको पहाड फोड्दा कसरी गर्दैछस्, केही साह्रो गाह्रो पो पर्दैछ कि भनेर कसैले सोधेनन्। पछि तब तिनै गाली गर्ने मानिस र हिजो आत्मबल खच्काइदिनेहरू ताली बजाउन आइपुगे। चट्टानका बीच 110 मिटर लामो, 7.7 मिटर गहिरो र 9.1 मिटर चौडा भएको बाटोबाट एउटा सिङ्गो ट्रक नै आवत जावत गर्न सक्थ्यो। त्यसपछि गाउँलेले घण्टौँ लगाएर हिँड्नुपर्ने सकसपूर्ण बाटो अब सजिलो र छोटो भएको थियो। माझीको सङ्कल्प पुरै गाउँवासीका लागि फाइदाजनक रह्यो। उनको गाउँमा अस्पताल, स्कुल, सडक सबै आवश्यकता बिस्तारै पूरा हुँदै गए।
सामाजिक क्षेत्रमा उनको योगदानको कदर गर्दै पछि बिहार राज्यले सन् 2006मा पद्मश्री अवार्डका लागि उनलाई प्रस्ताव पनि गरेको थियो। सन् 2007 अगस्त 17मा गल ब्लाडरको क्यान्सरबाट 73 वर्षको उमेरमा उनको मृत्यु भयो। त्यही सडकको छेउमा उनको अन्त्येष्टि गरियो। बिहार सरकारले उनको राज्य स्तरको अन्त्येष्टि गरेको थियो। त्यो सडकलाई आज पनि दशरथ माझी रोडको नामले चिनिन्छ। सन् 2015मा उनको जीवन कथामा आधारित चलचित्र माझी द माउन्टेन म्यान पनि आइसकेको छ, जहाँ उनको भूमिका नवाजुद्दिन सिद्दिकीले निभाएका छन्। प्रेम र दृढताको मिसाल उनको धेरै शालिकहरू बने। उनको नामको हुलाक टिकटसम्म बन्यो। उनको नाममा बनेका फिल्म र डकुमेन्ट्रीहरू आज पनि धेरै रुचाइन्छन्। यो ठाउँ अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ। आफ्नै आँखाले एउटा गरिब व्यक्तिको प्रेमको प्रतीक हेर्न टाढा टाढादेखि मानिसहरू यहाँ आउने गर्दछन्। इच्छा शक्ति भयो भने सोचेको कुरा पूरा गर्न अरू केही चाहिँदैन। आज 42 वर्षपछि पनि उनको यो सङ्घर्ष सम्झन लायक छ। दशरथ माझी माउन्टेन म्यानको जीवन कथा। हवस् त, यस्तै रोचक जानकारीमूलक र खोजमूलक भिडियोका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्कार।